वैदेशिक सहायता। नेपालले सन् 2030 सम्ममा दिगो विकास लक्ष्य हासिल गर्दै मध्यम आय भएको राष्ट्रमा रूपान्तरित हुने लक्ष्य लिएको छ। साधन स्रोत परिचालनमा आन्तरिक रूपमा सक्षम भइ नसकेको नेपाललाई उक्त लक्ष्य हासिल गर्न ठूलो मात्रामा लगानीको आवश्यकता पर्दछ। यस्तो साधन स्रोत र आवश्यकताको बीचको खाडललाई पूर्ति गर्न वैदेशिक सहायता महत्त्वपूर्ण स्रोत हो। नेपालको संविधानले वैदेशिक पुँजी र प्रवृत्तिलाई देशको आवश्यकता र प्राथमिकतामा परिचालन गरी समाजमुख उन्मुख आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने नीति लिए तापनि वैदेशिक सहायता परिचालनमा अपेक्षाकृत सुधार ल्याउन सकिएको देखिँदैन। कुनै पनि देश वैदेशिक राष्ट्र तथा संस्थाबाट द्विपक्षीय तथा बहुपक्षीय रूपमा प्राप्त गर्ने वस्तुगत, वित्तीय र प्राविधिक सहयोग नै वैदेशिक सहायता हो। यस्तो सहायता अनुदानमा हुन सक्छ, ऋणमा हुन सक्छ, प्राविधिक सहायता हुन सक्छ, मानवीय सहायता हुन सक्छ। नेपालले प्राचीन समयदेखि नै कुनै न कुनै रूपमा यस्तो सहायता प्राप्त गर्दै आएको भए तापनि यसलाई वैदेशिक सहायताको रूपमा हेरिँदैनथ्यो। सन् 1951मा अमेरिकाबाट पोइन्ट 4 कार्यक्रम अन्तर्गत नेपालले पहिलो पटक सहयोग प्राप्त गरेसँगै वैदेशिक सहायताको शुभारम्भ भएको पाइन्छ। हाल नेपालले अति कम विकसित राष्ट्रको हैसियतमा अन्य विकसित राष्ट्रबाट प्राप्त गर्ने अफिसियल डेभलपमेन्ट असिस्टेन्स ODA समेत प्राप्त गर्दै आएको छ। तत्कालीन समयमा द्विपक्षीय सहयोग लिँदै आएको नेपाल 70को दशकमा आइपुग्दा विभिन्न बहुपक्षीय सङ्घ-संस्थाहरूसँग आबद्ध हुन पुग्यो र तत्पश्चात नेपालको द्विपक्षीय सहायता रकमको साथसाथै बहुपक्षीय सहायता रकम समेत लिन सुरुवात गरेको पाइन्छ। सुरुवाती समयमा अनुदानको अंश बढी हुने गरेकोमा पछिल्लो समय यस्तो सहायतामा ऋणको अंश बढ्दै गएको देखिन्छ। विगत एक दशकको प्रवृत्ति विश्लेषण गर्दा कुल राष्ट्र उत्पादनको अनुपातमा वैदेशिक सहायता औसत 3.7% र सार्वजनिक खर्चमा यसको अंश 11% रहेको देखिन्छ। वैदेशिक सहायताको क्षेत्रगत प्रवृत्तिको विश्लेषण गर्दा द्वितीय विश्वयुद्धबाट थिलथिलो भएको संरचनाहरूको पुनर्निर्माण गर्ने उद्देश्यका साथ प्रारम्भ भएको र यो अवधारणा हाल राष्ट्रहरूको सामाजिक आर्थिक विकासको साथै लोकतन्त्र, मानवाधिकार, सुशासन जस्ता क्षेत्रहरूमा केन्द्रित भएको छ। नेपालमा पनि यसै क्षेत्रमा केन्द्रित सहायता प्राप्त हुँदै आएको छ। धन्यवाद।